हेलो नमस्ते गुड मर्निङ ह्याप्पी न्यू इयर गाइज। आशा छ सबैजना सन्चै हुनुहुन्छ होला, हामी पनि सन्चै छौँ। आज चाहिँ हामी सानो पिकनिक प्रोग्राम गर्न आएको। दाउरा खोज्ने कार्यक्रम भइरहेछ आफ्नै सामुदायिक वन खोला नजिकै। अब चाहिँ चुलो बनाउने कार्यक्रम भइरहेछ। चुलो चाहिँ टक्क बनाउनु पर्यो। यतिको चुलो बनाइसकेपछि अब चाहिँ नाफ्ने कार्यक्रम हुन्छ फेरि, नत्र भने यो भाँडाहरू लड्ने सम्भावना हुन्छ नि त। नाफिसकेपछि अब चाहिँ टक्क ठिक्क भएर रहेछ। अब यसलाई चाहिँ दाउरा बालिसकियो, यतिको भइरहेछ। अनि माछा फ्राई गर्ने प्रोग्राम छ आज चाहिँ। माछा चाहिँ टक्क अब यसलाई चाहिँ यतिको भइरहेछ माछा चाहिँ। माछालाई चाहिँ अब आज फ्राई गरेर खाने प्रोग्राम छ। अनि टाढाबाट हेर्दा यस्तो देखिरहेछ हाम्रो किचन सेटअप चाहिँ। अब यहाँ चाहिँ अब राम्रोसँग माछालाई म्यारिनेसन गर्ने प्रोग्राम छ। अनि त्यो माछा चाहिँ म्यारिनेसन गर्नुभन्दा पहिला धुनु पर्यो। अब टक्क सफा पानीले त्यसलाई चाहिँ एकपटक धोएर फेरि एकपटक धुनु पर्यो। यसलाई चाहिँ 2-3 पटक सफा पानीले धोएर यसलाई चाहिँ निट एन्ड क्लिन गरेर यसलाई चाहिँ म्यारिनेसन गर्ने प्रोग्राम हुन्छ। हाम्रो चाहिँ किचनको इन्ग्रिडियन्ट्स हो यो सबै चाहिँ, भेजिटेबलहरू सबै कुराहरू किचनमा सेटअप, अब किचनमा प्रयोग गर्ने सामानहरू यतिको धोएर सफा भइसकेपछि अब सलादको लागि मुला नि धुन पर्यो। मुला नि अब खानु पर्यो नि त, भेजिटेरियनहरू पनि माछा खाँदा सलादहरू पनि अलि सुनमा सुगन्ध भने जस्तै राम्रो हुन्छ क्या सलादहरू। त्यसपछि अब यसलाई चाहिँ नुन मसलाहरू अब चाहिने स्वादअनुसार नुन राखेर मसलाहरू राख्ने र म्यारिनेसन गरेर यसलाई चाहिँ 5-7 मिनट यसलाई छोडिदिन पर्छ। यतिकै मसला एब्जर्ब गर्छ अनि भित्रसम्म मसला घुस्यो भने अनि बल्ल फ्लेभर आउँछ। यो चाहिँ उसको सावरको खट्टको लागि कागतीको रस हो, त्यो चाहिँ पकाएर त्यस्तो कालो देखिया हो, सोया सस जस्तो। यसलाई चाहिँ राम्रोसँग म्यारिनेसन गरेर टक्क 5 मिनट जति छोपेर राखिदिन्छौँ। हाम्रोतिर पानीको बहाव चाहिँ यतिको छ। अब मुलाको सलाद चाहिँ टक्क यसलाई चाहिँ राम्रोसँग केलाएर काट्नुपर्ने हुन्छ। हामीले चाहिँ काटेर अनि टक्क खाँदाखेरि चाहिँ साइडमा मुलाहरू काटेर स्लाइस गरेर दामी लाग्छ मलाई चाहिँ। मुला चाहिँ काँक्रा भन्दा नि मुला मनपर्छ। ल 5 मिनट भइसक्यो म्यारिनेसन गरेको, यतिको भइसकेपछि अब चाहिँ हामी टक्क प्यानमा थोरै ठिक्कको ओइल राखेर, माछा नचप्कियोस् तल त्यसरी ओइल राख्छौँ। थोरै मात्रामा ओइल राखेर थोरै प्यान हिट भयो भने नचप्किने हिसाबले माछाहरू टक्क राखेर फ्राई गर्छौँ हामी चाहिँ। हजुरहरू चाहिँ मुखमा थुक कति ननिकालेर हेर्नु होला है त। माछा फ्राई गर्ने कार्यक्रम भइरहेछ। माछा चाहिँ एकछिनमा सबै कुराहरू राखेर माछाहरू अब प्यानमा बसालिसक्यो। अब त्यहाँ चाहिँ आगोको हिट दिएर पाक्छ। त्यहाँ चाहिँ थोरै मिनटपछि पाकेपछि त्यसलाई चाहिँ पल्टाउनु पर्ने हुन्छ। पाकिरहेको अवस्था माछा चाहिँ यतिको देखियो है। माछा म्यारिनेसन गरेर तावामा राख्दासम्म चाहिँ यतिको देखियो। सबैजनाले स्किप नगरिकन हेरिदिनु होला मेरो भिडियो चाहिँ। अब लगत्तै हामी चाहिँ माछासँग भुजा अनि चाउचाउ साँधेको मुलाको सलाद अनि अचार नै पिसेर ल्याएको छौँ। न्यु इयरको अवसरमा 2 जना काका भतिज, मेरो 1 जना भतिज नै आएको छ, बसेर खाने रमाइलो गर्ने भनेर। हामी चाहिँ अब मापस्से नगर्ने मान्छे, त्यही भएर चाहिँ जुससुस खाने, माछाहरू खाने, रमाइलो गर्ने भनेर आएको। कति नै स्किप नगरेर हेरिदिनु हुनेछ भन्ने आशावादी छु। हस् त, धन्यवाद। हेर्दै गर्नु है फुल भिडियो। यता अब
सुनभन्दा नजिकै तबको फ्राइरहला तर ल भयो मलाई देखा भयो पुस गर्न जाने किन पुस गर्दा हुन्छ दामी